सबैजनाले उसको बर्थडे विश गरौँ है ल ह्याप्पी बर्थडे कहाँ हो घर तिम्रो हेलो एभ्रिवान नमस्ते सबैमा सञ्जय 77 युट्युब च्यानल फेरि पनि तपाईँहरू माझ नयाँ भिडियो लिएर धेरै दिनपछि उपस्थित भइसकेको छ होइन अब हामी चाहिँ अहिले अस्तिसम्म चाहिँ डाँडापाखातिर छौँ मैले इन्ट्रो दिइसकेको छु मैले अगाडि होइन हामी चाहिँ अहिले कहाँ छौँ भनेर अहिले हामी त्रिवेणीमा छौँ त्रिवेणी भनेको चाहिँ तपाईँको नेपालको चाहिँ एउटा नेपाल र इन्डियाको एउटा फेमस नै एउटा धाम हो त्रिवेणी भनेको धाम हो जहाँ शिवजीको पूजा आराधना हुन्छ अनि गङ्गा मैयाकोमा चाहिँ नुहाउन आउँछन् स्नान गर्न आउँछन् होइन त्यो चाहिँ ठाउँ हो त्रिवेणी धाम भनेको चाहिँ त्रिवेणी धाम जाने चाहिँ अब सिधै तपाईँ बर्दाघाटबाट अनि त्रिवेणी भनेर आउन सक्नुहुन्छ बर्दाघाट आउने बुटोल जाने क्रममा बर्दाघाट आउने अनि बर्दाघाट आएपछि सिधै तपाईँ त्रिवेणी भनेर त्यहाँबाट आउन सक्नुहुन्छ त्यहाँ आएपछि अब फुल बजार नै त्रिवेणी हो अब यो त्रिवेणी भन्ने छैन अब सबै त्रिवेणी नै हुन्छ यतापट्टि आएपछि अब हाम्रो किनभने अब यो चाहिँ बोर्डरको छेउमा पनि छ होइन बोर्डरको छेउमा भएको कारणले पनि त्यो भएर त्रिवेणी भनेपछि त्रिवेणी नै हुन्छ अनि त्रिवेणीको मन्दिर विशेष गरी यहाँ चाहिँ अब महादेवको पूजा आराधना हुन्छ अनि त्यसपछि मान्छेहरू यो साउनको सोमबार चाहिँ होइन साउनको सोमबार अनि अरू पनि शिवजीलाई जुन समयमा पूजा गर्नुपर्ने हो त्यो समयमा चाहिँ विशेष मेला लाग्ने छ यहाँनिर अनि हामी चाहिँ अब घुम्ने क्रममा अब तराई क्षेत्र हो अलिकति इन्डियासँग जोडिएको भनौँ अब नारायणी नदीले छुट्याएको ठाउँ हो कि जे सब भौगोलिक रूपमा जोडिएको ठाउँ हो अनि त्यहाँनिर चाहिँ अब मन्दिरहरू पनि अब यस्तै पुरा अब इन्डियन टाइपमै हुन्छ होइन मान्छेहरू पनि अब प्रायः जस्तो इन्डियन नै हुने भएको कारणले गर्दाखेरि अनि त्यसपछि यो चाहिँ मेन चोक हो यो चाहिँ त्रिवेणीको मेन चोक हो अब मन्दिर चाहिँ यही नै हो अब हामी इन्ट्री गर्दैछौँ मन्दिरभित्र अब हेरौँ के कस्तो हुँदो रहेछ है त अब यहाँ अब के भन्ने अब भन्न खोजेको चाहिँ के भन्ने अब माग्नेदेखि लिएर सुरु भयो क्या मन्दिरको यात्रा चाहिँ होइन माग्ने जोगी बाबाहरू अनि श्रद्धालु अनि त्यसपछि बल्ल मन्दिरको मूर्ति होइन अनि स्नान होइन दुनियाँदारी हुन्छ सबै कुराहरू देखिन्छ अनि त्यही हो अब समग्र रूपमा भन्नुपर्दा अब त्रिवेणी भनेको धाम हो यहाँ चाहिँ आयो भने अब यहाँ आएर नुहायो भने विशेष अब समयमा अब नुहायो भने चाहिँ आयो भने पुण्य मिल्छ भन्ने अब सबैको त्यो नै होला होइन अब के हुँदैछ भने यहाँ चाहिँ अब नुहाउने कार्यक्रम हुँदैछ म चाहिँ भर्खर इन्ट्री गर्दैछु सरर इन्ट्री गर्दैछु बाजेहरू अब हिँड्न नसक्ने बाजेहरूदेखि लिएर हिँड्न नसक्ने बच्चाहरूसम्म यहाँनिर चाहिँ आउने चलन रहेछ कि सानो मान्छेहरू बच्चाहरू आमामामा है कति सानो बच्चाहरू हिजो एउटा एकदम स्केयर्ड घटना घटिदिएर अब यस्तो अब म चाहिँ त्यसलाई स्केयर्ड नै भन्छु घटनालाई है अहिलेसम्म पनि त्यो दिमागमा आइरहेछ ठिक छ अब त्यो भन्दै गरौँला के हो कसो हो भनेर के हो पोल्यो क्या अनि अरू कुरा के भने अब ल ठिक छ हामी अब त्रिवेणी धामतिरै हेरिदिउँ न त अब त्यही हुन्छ के हुन्छ कसो हुन्छ है यही हाम्रो त्रिवेणी घाट भनेको ट्र्याक लाएर आज सब घाटभरि सुतिरहेको थियो होइन मान्छे सब सुतेर उठेर फेरि त्यस्तो गरेर नुहाएर अनि घर जानु लाग्यो यहाँको पानी लिएर इटैया भन्ने ठाउँमा जाँदो रहेछ यो नारायणीको पानी लिएर त्यहीहरू सब ठिक छ ल यस्तै पूजा गर्छ ल लेट्स सी के नुहायो तिम्रो नुहाएको छैन ल क्यामेरा यो अलि फोहोर चाहिँ अलिक ज्यादा भएछ आम्मा यहाँ सब सुतेको थियो रातभरि मान्छेहरू अहिले कोही छैन मतलब कोही छैन भन्दा नि उतित्र जान छ टन्नै छ मान्छेहरू हो सर्लक्क देखिन्छ यहाँबाट यसरी नआउँछ घाटमा ल यो त्रिवेणी हाम्रो नेपालको त्रिवेणी धाम आज अब साउनको कुन चाहिँ सोमबार हो त्यो भएर यो सोमबार त यहाँ त साउनको त विशेष गरी भिड लाग्ने भयो अब पुरै मान्छेहरू सुतिरहेको थियो यहाँ होइन पारी पनि लगाएको रहेछ ल अलिअलि पारी पनि लगाएको रहेछ इन्डिया हो त्यो चाहिँ पारीको इन्डिया हो यो चाहिँ अब वारीको नेपाल हो होइन यो चाहिँ हाम्रो नारायणी नदी हो माथिबाट अब चितवनतिरबाट होइन नारायणगढतिरबाट बगेर आएको अनि यो चाहिँ अब हाम्रो श्रद्धालु भएको छ यिनीहरू चाहिँ म्याक्सिमम् इन्डियाबाट हुन्छ कोही अब अरू नेपालबाट पनि हुन्छ हुन त त्यो पारीको चाहिँ इन्डिया रहेछ आमा बोलबमहरू तिनीहरू बोलबम गर्छ तिनीहरू होइन अब यिनीहरू पनि बोलबम नै होला कहाँ त्यो कहाँ गयो त्यहाँ पनि रहेछ यार नयाँ धोया कार्यक्रम के त्यस्तो रहेछ नि त वारी पारी होइन अब माथिबाट हिमालयबाट बग्दै आएको नदी भएर होला उनीहरू श्रद्धालु मन्दिर चाहिँ त्यो माथिको हो सबै मान्छेहरू सुतेको थियो यहाँ होइन फोहोर चाहिँ अनलिमिटेड भएछ यहीँसम्म मान्छे सुतेको थियो तर यहीँसम्म मान्छे सुतेको यहीँ तलसम्म मान्छे सुतेको थियो
हिजो राति चाहिँ सबभरि भराउ थियो। 3टा छ यहाँ, 3-4वटा घाट गरेर छ। म सब देखाउँछु होइन। म जान्छु त ल अब घुम्नलाई। अहिलेलाई अब यो घाटी हो, पूजा गर्ने त्यही हो। यो चाहिँ शिवजीको मूर्ति र मेन मन्दिर यता यो यसको सिधा अगाडिको चाहिँ यता मैले देखाउँदैछु। यो चाहिँ यो मेन मन्दिर हो। त्यो शिवजीको मूर्ति अगाडि छ यो मेन मन्दिरको। अनि यहाँ पूजा गरेर त्यहाँनिर चाहिँ जल चढाउने, त्यहाँ जल चढाउने अनि जल नुहाइधुवाइ गर्ने अनि त्यसपछि आउने यता। अनि त्यसपछि चाहिँ अब अर्को उतापट्टि अर्को घाट छ। यो घाट चाहिँ अब शिव पार्वतीको मूर्ति भएको घाट हो। यो चाहिँ लेफ्ट साइडपट्टिको मन्दिरबाट लेफ्ट साइडपट्टिको यहाँ पनि पूजा गर्ने नै हो। सब सिँढीभरि मान्छे सुतेको थियो क्या मान्छे। अनि मेला चाहिँ हेरिँदै थियो होइन, त्रिवेणी धामको मेला हेरिँदै थियो। सरर लाइनमा ग्रुपिङमा मान्छेहरू आउनुभयो आउनुभयो भन्दा पनि अब आइरहनु भएको थियो होइन। अनि त्यसपछि अब के रहेछ भनेर हेर्दा चाहिँ अब तपाईँहरू भिडियोमा आफैले हेर्नुहोस्, भिडियोमा आफैले हेर्नुहोस् होइन। अब मैले चाहिँ के भन्छु भने सबैजना श्रद्धालु भएको जन्नै हो अब त्रिवेणीमा होइन। त्रिवेणी धाममा नुहाउन आउनुहुन्छ। अब यो चाहिँ नुहाउन आउने धाम नै हो। यहाँ चाहिँ अब सायद अब यहाँ नुहाएर अब पुण्य हुन्छ भन्ने मान्यता नै होला। अब जस यहाँ चाहिँ बढी इन्डियाबाट आउँदो रहेछ कि, धेरै जस्तो चाहिँ इन्डियाबाट आउने अनि अब केही नेपालको पनि आउने, तर म्याक्सिमम् एकदम बवाल धेरै चाहिँ इन्डियनहरू आउने। अनि यहाँ अब अर्को अनि अब यो मैले भन्दै थिएँ नि अहिले भरे मैले के भन्दै थिएँ नि, यहाँ लाइन लगाएर मान्छेहरू जानुभयो नि त्यहाँ चाहिँ अब तपाईँहरू भिडियो अलिक घोर गरेर हेर्नुभयो भने चिन्नु पनि हुन्छ होला, सायद देख्नु पनि भएको छ होला कतिले। अनि त्यहाँ चाहिँ अब को हुनुहुन्छ, को आउनु भएको छ भनेर हेर्न सकिन्छ त्यहाँनिर। योभन्दा अगाडि ठ्याक्क नआएको भिडियो अब हल्का अब कतिको बुझ्छ कतिको बुझेन त्यो त थाहा भएन। त्यहाँनिर छ हो, त्यहाँनिर त्यो होइन, त्यो नुहाउने मान्छे को हो भनेर यसो चिन्न सक्नुहुन्छ तपाईँहरूले। उसको कपाल कटाइ हुँदै रहेछ क्या आज। यो बुढो हेरेर आयो केटी बनेर नाचिदिएको यो बुढो न बुढो। ए अरे